दुनियाँले बुझेको छ कि यो जेनजेको जित भएको छ, नेपाली जनताको जित भएको छ, भ्रष्टाचारीको हार भएको छ, दलतन्त्र समाप्त भएका छन्, लुटेरा नेताहरू हारेका छन्। यो लडाइँमा जनताको जित भएको छ, सबैले जित हेर्छ। तर सुशीला कार्कीले शोक मनाउनुहुन्छ। दुनियाँमा कहीँ पनि जितमा शोक मनाएको हामी सुनेका छैनौँ, तर नेपालको सरकारले शोक मनाएको हामी हेर्छौँ। त्यहाँ हामीले दुःख लाग्छ, त्यहाँ हामीलाई दुःख लाग्छ। यत्रो बलिदानी दियो जेनजेहरूले। ती बलिदानी बसको एक्सिडेन्ट होइन, यत्तिकै खेर गएको होइन, ती बलिदानीले एउटा ठुलो बदलाव आएको हो। यो नेताले भन्छ देश बर्बाद भयो, हामी भन्छौँ देश एउटा परिवर्तनको बाटोमा फड्को मार्यो। 2 दिन दुनियाँलाई चकित पार्ने गरी एउटा जनविद्रोह भयो, जो दुनियाँमा यसरी इतिहास कोड्या थिएन। तर सरकार कहाँ छ भनेर सोध्न चाहन्छु। तपाईँले यो बदलावलाई जित भन्नुहुन्छ कि एउटा दुर्घटना भन्नुहुन्छ? यदि तपाईँ हत्या भन्नुहुन्छ भने हत्यालाई किन कारबाही गर्नु भएन? यदि त्यो ठुलो बलिदानबाट जित भयो भने उत्सव किन मनाउनु भएन? तपाईँले दसैँको बेला शोक भनेर बस्नुभयो, दसैँ मनाउनु भएन, जनतालाई पनि शोक भनिराख्नुभयो। एकातिर तपाईँले शोक भनिराख्दा दसैँ भात किन खानुभयो? यो सरकार त भ्रष्टाचार विरुद्धको सरकार हो, यो सरकार भ्रष्टाचारको विरुद्ध बनेको सरकार हो। यो लिहाज तपाईँ प्रधानमन्त्रीसँग थियो भने शोकको बेला तपाईँ दसैँ खर्च निकालिराख्दा 12 महिनाको साल दुनियाँले बुझाउँछ, तर तपाईँले 13 महिनाको तलब खानु पनि भयो, खुवाउनु पनि भयो। 13 महिनाको पैसा लिनु भनेको भ्रष्टाचार हो कि होइन? म सुशीला कार्कीसँग सोध्न चाहन्छु, यो भ्रष्टाचार हो कि होइन? तपाईँको घरमा कसैले 5 दिन काम गर्यो भने 10 दिनको ज्याला दिनुहुन्छ? तपाईँ 12 महिनालाई 13 महिना बनाई पैसा खानुभयो, त्यसलाई हामी के भन्ने? प्रधानमन्त्रीजी त्यो भ्रष्टाचार हो कि होइन? अलिकति पनि लाज लिहाज तपाईँहरूसँग भएको भए दसैँमा यत्रो शोकको बेला मैले किन दसैँ भात खाने, किन 11 तिर 12 को सट्टा 13 महिनाको तलब खाने? यो रोक्नु पर्थ्यो, तर रोक्ने काम अर्कै गर्नु हो।